हेलो नमस्कार छ तेरो कालीकोटबाट है त्यहाँ म चाहिँ अहिले यता लेकतिर छु है लेकतिर यी गोठालोतिर छु आज असोजमै हेर्नुहोस् यी पहाडतिर हिउँ आइसक्यो माथि यी हिउँ है यो पुरै मेरो लेकतिर हिउँ आइसक्यो कालीकोट यस्तो छ बिचारो बिहानको सिन यही हो एक्लै छु लेकतिर यी माथि हिमालतिर पुरै हिउँ ढाकिसक्यो है हिउँले हिउँ सँगसँगै कुहिरो पनि आएको छ हिजो रातभरि पानी होइन असिनै असिना आएको थियो हो चिसो डह्रो छ यस्तै छ हेर नै लेकतिर यो उहाँ मकै लगाएका छन् है मकैको त्यो एउटा मेरो घर चाहिँ यही हो यस्तै छ है यी माथि हिमालतिर त्यस्तै छ बिचारो गाह्रो छ गाह्रो यी जाडो छ जाडो बिचारो हिउँ आइसक्यो यस्तै छ बिहान है मर्निङ यस्तै छ हेर गोठालो 2-4 दिन गोठालो पनि रमाइलो लिनुपर्छ काले यता हेर्दै यी मेरो काले यता छ भित्र गएर आगो बाल्नु पर्यो गाई जब यी यहाँ मसँग पनि एउटा यस्तो इमानदार छ एउटा यी ल हिँडौँ है त घर यही हो चिसो बढ्यो बिचारो यहाँ दाउरा पनि सिद्धिएछन् यहाँ खाट बन्न तयारी छ हिउँदको लागि चाहिँ धुलो पुरै तयारी छ है पिसेर धुलो तयारी भइसकेको छ आगो बाल्नतिर जानु पर्यो हेर यही हो आगो छैन आगो छैन ल आगो बाली पनि सकियो है त अब चाहिँ धारातिर जानुपर्छ है धारातिर यही बिचारो अल्लै अघि कस्तो थियो अल्लै कस्तो भयो यो हेर पहाडी भनेको यही हो पहाडको हावा मौसम यस्तै हुन्छ है मौसम हावा पानी अल्लै भर्खर कस्तो अलिकति खुलेको थियो म हिउँ देखिन्थ्यो अल्लै ठाउँको ठाउँ कुहिरो लागिसक्यो त्यही हो म चाहिँ यहाँ धारातिर पानी ल्याउनु जानु लागेको छ है पानी ल्याउन धारा चाहिँ 2वटा छ क्या त 2वटा एउटा चाहिँ यहाँ तल त्यहाँनिर छ होइन उकालो छ एउटा चाहिँ त्यो डाँडापट्टि छ त्यो डाँडाको पछाडिपट्टि छ अनि त्यहाँ चाहिँ अलिकति सिधा छ यता चाहिँ चिप्लो भइसक्यो होला आज हेरौँ यतैतिर जाऊँ मुख धोएर आउनु होला त्यही हो यस्तै छ बार्खाहरू चिसोले भाउ यी उता हेर आधा गोठभित्र गइसकेका रहेछन् यहाँ चाहिँ बिहाएकोहरू छन् है बिहाएको बाख्राहरू हामीभित्र छन् धेरै छन् अनि उता यहाँ तलपट्टि तोरी लगाएको छ अनि त्यही हो त्यता चाहिँ केराउहरू छ बाटो यस्तै छ बिचारो यता हेर सिप्लिन्छ भनेर चाहिँ ठाउँमा यो काठहरू राखेको छ चिसो भने लास्टै छ बिचारो बाख्राको बाटो हो यस्तै हुन्छ चिप्लो पनि गराइदिन्छन् हिजो चाहिँ असिना आएको थियो क्या हिजो असिना आएको थियो त्यही भएर अलि धेरै चिप्लो छैन पानी आएको भए त्यहाँ हिँड्नै सकिँदैन थियो यस्तै छ बिचारो यी क्या त नै जाडो पनि जाडो पानी पनि आइरहेको छ माथिबाट हिजो बेलुकादेखि लगभग हिजो 5 बजेदेखि आइरहेको छ हिजो रातभरि आएको थियो म त सुत्नु सकेको छैन एक्लै छु बिचारो लु चिप्लियो लौजा बिचारो यहाँ चिप्लियो बिचारो एकछिन भिडियो बन्द गर्नु पर्ने भयो चिप्लिन्छ यार यहाँ त मोबाइल पनि खस्ला जस्तो छ
पानी आइरहेछ हो लगातारै यस्तै छ के त नै पानी पनि आइरहेछ ऊ त्यहाँ थियो होइन अघि नै देखाएको त्यहाँबाट यहाँ छु धारा चाहिँ यहाँ तलपट्टि त्यो रोकको तलपट्टि छ हिँडम त बिचारो पानी भइसक्यो अब फेरि बेग्दा नभए हाजा आन्छ रौ ल पानी ल्यायो पानी पनि आएको बोलेछु बिचारो आएको पनि सक्यो नास्ता लानु पर्यो नास्तामा के छ भन्दाखेरि कुदीको ढोटो छ है कुदा ढोटो छ बिचारो के त आएको भन्यो